के कुरा गर्यो भने चाहिँ जनताले राहत पाउँछन् बालेन सरकारले? पहिले अब अहिले उठाएको पुनर्वासकै कुराको लिएर अहिले सुकुम्बासीको कुरा आएछ। सुकुम्बासीको कुरा सबभन्दा महत्त्वपूर्ण बाटो हो। महेन्द्रको कालको सुकुम्बासी समस्या सदाको लागि अन्त्य गर्ने भनेर भएको हो। त्यो सुकुम्बासी जति अहिले देखिएका छन्, सुकुम्बासी जन्माइएका सुकुम्बासी हुन् अहिले भएको। यदि सुकुम्बासी प्राकृतिक रूपमा सुकुम्बासी कोही भयो भने जड्याएर ज्वाडे मात्रै भएका होलान्। अरू महेन्द्रकालको वीरेन्द्रकालकोमा सुकुम्बासी अन्त्य भइसकेको अवस्था हो। अब अहिले चाहिँ त्यो सुकुम्बासी यो दलीय व्यवस्था आइसकेपछि दलीय व्यवस्थाले सिर्जना गरेको सुकुम्बासी यो बालेन शाहले राम्ररी बुझेका छन् जस्तो मलाई लागेको छ। ती सुकुम्बासी मैले अलिकति यो महत्त्वपूर्ण पाटो भएको हुनाले मैले अलिकति बुझेँ। ती सुकुम्बासी जति छन् अहिले बनाएका सुकुम्बासी, ती पार्टीहरूले बनाएको सुकुम्बासी, त्यसलाई समस्या गर्नलाई पार्टीले दुईवटा भूमिका खेले। पार्टीले बनाएको सुकुम्बासी आफैले चाहिँ सुकुम्बासी पार्टीको सदस्यता लिएका मान्छेले सुकुम्बासीमा नाम दर्ता गर्न सक्ने सजिलो बाटो बनाइने। अनि सुकुम्बासीलाई पुनर्वासन गराउनलाई फेरि चाहिँ बनाउनलाई पार्टीका कार्यकर्तालाई 75 जिल्लामा कार्यालय खोलेर सुकुम्बासी छानबिन कार्यालय भनेर पार्टीका कार्यकर्तालाई जागिर दिए। पार्टीका कार्यकर्तालाई जागिर दिएपछि अनि सुकुम्बासी तछाड मछाड पार्टीमा जसले गरे नि एउटै काम त हो नि। तछाड मछाड किन भयो? हरेक पार्टीको प्रधानमन्त्री फेरिने बित्तिकै सुकुम्बासीमा तछाड मछाड किन भयो भने त्यो तछाड मछाड हुने सुकुम्बासीलाई चाहिँ सदस्यता पार्टीको सुकुम्बासी लाल पूर्जा दिने बेला सदस्यता पार्टीको लिने, पार्टीको सदस्य लिने, लाल पूर्जा लिने अवस्थाबाट पार्टीगत सुकुम्बासी यस्ता भए। बालेनले गराएको शुद्ध सुकुम्बासी समस्या जुन राजा महेन्द्रले गरेका थिए लगभग त्यही नियतमा खास कसले अतिक्रमण गरेर बसेको छ सार्वजनिक जग्गा त्यसलाई निकाल्ने, सार्वजनिक जग्गा निकालेको मान्छेलाई एउटा स्पष्ट नियमअनुसार पुनर्वास गराएर कहीँ गएर घर खेत जग्गा के मिलाउन सकिन्छ मिलाएर राख्ने भने। तर बालेनले नबुझेको एउटा कुरा के भने पहिले जहाँ बसेका छन् बसेको ठाउँमा सुकुम्बासीको सबैको यथार्थ लगत लिने काम मात्रै गर्नुपर्थ्यो। लगत लिने काम लिएर भेरिफिकेसन गर्ने काम गर्ने। अर्कोतिर कति सुकुम्बासी देखिन्छन् त्यो सुकुम्बासीलाई कहाँ चाहिँ नगरको कहाँ टाउन प्लानिङ गरेर घर दिने हो कि बनाउने हो कि घर बनाएर दिने, कहाँ बस्ने हो, कति आउँछन् कहाँ बसाल्ने हो, बसाल्ने ठाउँको यकिन गर्नुपर्थ्यो। अनि जग्गा दिने भए नेपालभरिमा कुन ठाउँमा कति जग्गा कहाँबाट दिने, जग्गा कसरी दिने भन्ने कुरा हुन्थ्यो। अब मेरो धारणा राष्ट्रिय मूलनीतिको मेरो धारणा के छ भने त्यो एकचोटि जग्गा दिएर बसाएको सधैँभरि सार्वजनिक जग्गा मिचेर वन मिचेर सार्वजनिक जग्गा मिचेर सुकुम्बासीलाई चाहिँ समस्या समाधान गर्न हुँदैन। राष्ट्रिय मूलनीति मैले लेखेको मूलनीतिमा त्यो कुरा छ।